2 मिनेटको ऱ्यान्डम योजनामा हामी केटिएमबाट मनाङ हान्यौँ। अहिले हामी लमजुङको बेसी सहरमा छौँ, भाइको सानी आमाको घरमा। आजको नाइट यदि बसेर भोलि हामी 110 किलोमिटरको यात्रा गर्छौँ र भोलि बेलुका मनाङको खानसारमा नाइट स्पेन्ड गरेर बिहानै तिलिचो लेकतिर अगाडि बढ्छौँ। अबको केही दिन चाहिँ हाई अल्टिट्युडमा बस्नुपर्ने भएकोले नहुने आँट हुनेवाला छैन, हामीलाई थाहा भइसक्यो। त्यही भएर बाटोमा लागेको धुलो माटोहरू चाहिँ अलिअलि पखाल्ने योजना भयो अनि भोलि बिहानै दौडिनुपर्छ। हामी अहिले लमजुङको बेसी सहरमा छौँ, मामा माइजूको घरमा। अनि यो पछाडिपट्टि देखिने यो डाँडा पारिपट्टि चाहिँ घले गाउँ छ। अहिले हामी बेसी सहरको मेन रोडबाट भित्रपट्टि 1 किलोमिटर मामा घरमा आएको छौँ। अब हामी यहाँबाट तिलिचो तालको यात्रामा अगाडि बढ्छौँ चिया खाएर। यो चाहिँ हिमाल अन्नपूर्ण एरियाको कुन चाहिँ हिमाल थाहा भएन, हिमाल चाहिँ हो। हामी यो हिमाल पछाडिपट्टि जानुपर्ने छ। सनराइज भइरहेको छ यता, अनि तलपट्टि चाहिँ धान लह झुलिरहेको छ, पाकिसक्यो, काट्ने बेला भइसकेको छ। गाउँ चाहिँ एकदमै राम्रो छ, हरियाली, शान्त सुन्दर, चिसो हावा, मिठो पानी, चिसो बतास, हल्का सर्दी रुगा पनि लागेको छ, तर यो रमाइलो छ। दिस इज बेसी सहर लमजुङ। कता घलेगाउँ? डाँडापारी। डाँडापारी चाहिँ घले गाउँ, यतापट्टि चाहिँ हाम्रो गाउँ। बाइक छ ल, जिउँदो छ। गैरी गाउँ, गैरी गाउँ ठाउँको नाम गैरी। सोधौँ चाइनिज नाम छ तर मनाङ। धन्यवाद। बिस्मिल्लाह रहमान यल्ला 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 यल्ला। ये तेरा क्या करिश्मा है, खुदा ने किया करिश्मा। बिस्मिल्लाह रहमान अली ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। यल्ला यल्ला। Octopus झरना।
Welcome to Munnar. Where to go? John Cena, double champion. WWE heavyweight champion John Cena. बाटो खतरा छ भने चाहिँ यस्तो रहेछ बाटो अनि खतरा हुँदैन अझ यो बाटोमा पानी बग्ने भएको भए त अहिले and we are here from all the way down there 27 kilometers more to go to Sami and then Sami आशिष थापाकाजीको भविष्यको ससुराली होचमा 100 मिटर घट्यो स्याउबारीमा आएको छौँ मदनको कलनी गरे जस्तो लाग्छ भित्र छिर्नु दाजु दाजु एउटा स्याउ खान मिल्छ कति पर्छ दिन्छु बरु पैसा दिन्छौँ के पैसा दिन्छौँ दाइले त एकचोटि पनि फर्केर हेरेन नि यार यो दाइको लागि त हामी एक्जिस्ट नै गर्दैन जस्तो खालि हेर्न पाइने स्याउ रहेछ किन्न नपाइने रहेछ इन मनाङ एन्ड दिस इज योर अन्नपूर्ण हिमाल यो अन्नपूर्ण हिमाल हिमाली कम पनि छ हिउँ अलिक कम छ अनि यताबाट सरप्राइज हेर्नु है ट्याक्क यो मान्छेले ढलान गरे जस्तै नेचुरल ढलान नेचरको इन्जिनियरिङ यस्तो छ अवस्था एकदमै मनमोहक आकर्षक वाउ दिस इज अन्नपूर्ण एन्ड हामी नाम के छुट्टा अन्नपूर्ण हिमाल एन्ड हाम्रो नेचुरल ढलान त्यसै खोला अब हामी यहाँबाट एकछिन 5 मिनटको सर्ट ट्रेक हाइक गरेर ग्रिन लेक जाँदैछौँ यहाँको हरियो लेक हरियो ताल छ अरे अब त्यो हरियो ताल एकछिन घुम्नु पऱ्यो त्यसपछि ब्लू लेक अनि त्यसपछि खानसारमा गएर हामी आज बस्छौँ यस्तो राम्रो एम्बियन्स छ यहाँको ताजा हावा एम्बियन्स चाहिँ बबाल छ ब्युटिफुल panorama. Here we have unrealistic, unbelievable, awesome, wow. अब हामी
ग्रिन लेक जोनमा पुग्यौँ फ्रन्ट साइडमा ग्रिन लेकको यहाँ साथीहरू सिरोटको धुवा उडाउँदैछन् मजाले तातो हावा Green Lake, beautiful panorama here we have today, and we're enjoying this ambience. Oh. Okay, done. क्लिपमा देखाएको भयो हेर न यही त हो देखाएको हाम्रो दयाङ राईको दयाङ राई चटनी हुइगयो यो पाला घर गए बेला म रुकुमतिर सल्यानतिर घुमेर आउने विचार थियो तर मसँग जाने मान्छेको टाइमिङ मिल्दैन कि ऊ पढाउने मान्छे कति छुट्टी मिलाउनु छ भनेको 7 दिन भने यार 7 दिन त हुँदैन 15 दिन त चाहिन्छ भने म मेरो अगाडि भनेपछि फर्काएपछि अलिकति राहत लाग्यो क्या टेन्टमा बस्दैछ नि यहाँ टेन्ट तिमी क्या याद राखेको घोडाको सिन्दिङ हो के जेसी होस् मिठो छ नगर्यो हेलो ट्रेक छ त ल हे गुड मर्निङ जुत्ता चप्पल लगाएर आउँछ त कस्तो मान्छे हिउँ परिरहेको एकछिन हिउँ खेल्नुपर्छ है पछि मेरो मोबाइल स्मै भनिरहेको थियो ए हो सुत्नु होला त्यहाँ हाउको रहेछ तपाईँ मेरो मेरो यो एकदम दामी है एकदम एक्सपिरियन्सिङ छ पहिलोचोटि हिउँमा कति हाइट अरे 37, 56 हो 52 कति छ 37, 38 100 मिटरको अल्टिट्युडमा छौँ हामी छैन यो त भरेको मेरो कपालको फाइदा के छ भन्दाखेरि हिउँसितिमी चाहिँ छिर्दैन होइन जब छिर्यो नि तब निस्किनु समस्या त्यो छ भिडियो हो दामी दामी यसमै फोटो पनि हानेर छु कि म भिडियो बनाउँदा बनाउँदै लडिन्छ क्या हो
अहिले हामी मनाङको संसारमा छौँ। बाटो पुरै अवरुद्ध छ। फ्राइडेसम्म बाटो खुल्ला जस्तो पनि छैन। यो हिउँ परेको परेछ। स्याटरडे सन्डे मात्रै खुल्छ भन्छ मौसम। त्यति बेलासम्म हामी अब यहीँ खाङसारमा स्टक छौँ। गाडी लाने पनि बाटो छैन। सबैजना यसरी फसिरहेछ बाटोमा। गाह्रो छ अवस्था। कहिले बाटो खुल्ने कहिले जाने साह्रै समस्या भयो। ल यो पनि एउटा जिन्दगीमा एउटा इतिहास दर्ज भयो। दुःख भन्ने सुख भन्ने अब यस्तै छ। जिन्दगी धन्न लास भइसकेको थियो। गाह्रो छ अवस्था। हामी हेर्न सक्छौँ बाइकको अवस्था गाह्रो छ। तल भिड छ। एक घन्टामा 3.5 किलोमिटर बाइक ठेलियो। 1 घन्टामा 3 किलोमिटर ठेलेपछि अझै 5 किलोमिटर होला। 6 किलोमिटर 2 घन्टा यसरी नै 2 घन्टा जति यसरी नै बाइक ठेलेपछि ल ठेला 3 घन्टा 2-3 घन्टा अझै यस्तै हिँड्नुपर्ने छ। गाह्रो छ अवस्था। यता चाहिँ हिउँ झर्दैछ। हाम्रो विदेशी गेस्टहरू र गाइडहरू पनि आउँदै हुनुहुन्छ। किन हगिनु भयो? कहाँसम्म पुग्नु भयो? र आवश्यक छ यसपछि हामीले पछाडि छोरी हामीले पछाडि पाउँदै आएको छ। ल ओके ल त्यो खोज बाटो चाहिँ सकिन्छ अलिअलि बाटोमा। अनि त्यसपछि अलिकति राहत हुन्छ जस्तो छ। गाह्रो छ। अलिकति पानी बोतलमा राख्नु पर्यो। ल पानी रेडी भयो। बल्ल आएर सास फुल्यो। अब कहाँ चाहिँ सङ्गारी के कहाँ चाहिँ सङ्गारी मजा आयो रे। आइटी भा मजा मनु मजा आइटी भा लेक पुगी नै सक्ली कोही बात नै मजा भा मलाई खुसी दिने तिमी नै हौ तिमी नै हौ तिमी नै हौ तिमी नै हौ मेरो सहारा भन्नु तिमी नै हौ तिमी नै हौ मलाई माया गर्ने तिमी नै हौ तिमी नै हौ तिमी नै हौ मेरो सहारा भन्नु तिमी नै जाने छँदैछ र तिमी जाने सिलगढी म जाने सिक्किमतिर कस्तो दर्की पानी पर्यो भिजेर म चुर भए तिमीसँगै ओत लागि
आफै बाटो पर्खिरहे भिजेछु आज रहरले मोहब्बत करने चला है हेलमेट बीचमा राख्नु हैन भिडियो बनाउनु यूं ही रुक जा जरा फिर मोहब्बत करने चला है तू दिल संभल जा जरा फिर मोहब्बत करने चला है तू some to have their own experiences, own desire. वादियों में के त्यसपछि थाहा छैन ले काली हे चोयाको डोको सानो माया हे लगाउने धोको पैसैमा मर्छु पो क्या हे बारसोल्टी बरोबर नढाटी बारसोल्टी बरोबर नढाटी ले काली हे चोयाको ढोको सानो माया हे लगाउने धोको पैसैमा मर्छु पक्या हे बारसोल्टी बरोबर नढाटी बारसोल्टी बरोबर नढाटी ब्यान्ड गरेको थियो नि अङ्कलले स्ट्रिट थाहा कहाँ त्यो हराएपछि अरे मान्छे पनि कम त गइदियो त यहाँ त्यो न के किन्ने त्यसै त्यो गुम्बा होइन त उतै परको त्यस वाइट गुम्बा होइन गुम्बा हो अब यहाँ शिवको मूर्ति चाहिँ माथि उतै माथि हो अलिअलि देखेर पछि यो चाहिँ हाम्रो कवि शिरोमणि लेखनाथ पौडेलजीको स्मृति पार्क हो। यो पोखरा महानगरमा अवस्थित छ। यतिखेर हामी गोर्खा नगरपालिका वडा नम्बर 4 को फिनाममा छौँ। भीमसेन थापाको जन्मस्थल पिपलथोक फिनाम भन्ने ठाउँ, भीमसेन थापा जन्मनु भएको ठाउँ आएका छौँ। यो भीमसेन थापाको शालिगबाट देखिने गोर्खाको दृश्य। थापागाजीलाई हेरौँ हामी। थापागाजी तलवार भिरेर कमरमा हात राखेर उभिनु भएको छ। उहाँको डिटिएल को बारेमा यतापट्टि छ। मुखियार भीमसेन थापाको बाबु सानो काजी अमरसिंह थापा, आमा सत्यरूपा देवी थापाको कोखबाट गोर्खा जिल्ला फिनामको पिपलथोकमा 1832 श्रावण 9 गते जन्म, मृत्यु 1896 कान्तिपुरमा भएको हो। यो चाहिँ उहाँको बारेमा अलिकति ब्रिफिङ।
अहिले गोर्खा दरबारमा छौँ। गोर्खा दरबार परिसरमा दरबारको बायाँ साइडबाट आक्रमण गर्ने तयारी गरिरहेको छु। बायाँबाट गएर दरबार घेर्ने योजना भइरहेछ। यो चाहिँ के रहेछ खास, यो चाहिँ गोर्खा दरबार हेरचाह अड्डा, गोर्खा नगर नागरिक वडाभित्र हेरचाह गर्ने अड्डा अरे। ए हेर्दै किल्ला गोर्खाको देब्रेपट्टिको प्रवेशद्वार। अब यहाँबाट हाम्रो अट्याक हुन्छ, आक्रमण सुरु भयो हाम्रो घातक शैलीमा होइन। बलको प्रयोग कम गरेर बुद्धिको प्रयोग धेरै गरेर देब्रेतिरबाट अट्याक पोजिसन आइसक्यो। ल यो फोहोर हालिदिएन डस्टबिन, यो बोतल राख्दा डस्टबिन हालिदिनु सबै। अब त्यहाँ जुत्ता चप्पल राख्नु, जुत्ता चप्पल स्टोर गर्ने थन्काउने, अनि यहाँबाट भित्र छिर्ने। ओ भैया, ओ भाइ साहब, क्या हाल चाल? ओ भाइ साहब, चाबी घुसेर लगिदिएला खल्दियो है। आगो ताप्ने आगो ताप्नु धेरै ताप लगायो पर्छ। पृथ्वीमा सर यहाँ लडेका ती सानो खेल्दाखेरि ओहो ज्ञानु सर आउनुभएको रहेछ। ऊ ज्ञानु सर आउनुभएको रहेछ। यहाँ विशेष पूजा भइरहेछ। हामी आएको उपलक्ष्यमा विशेष पूजा भइरहेको रहेछ। के देखिन यस्तो हुस्सो कुरो लाग्छ। अनि यस्तो कुरो लाग्छ कहाँ विदेशीले देख्छ, हामीले देख्दैन। कहाँ अट्याक गर्छ होइन, कसरी अट्याक गर्छ? त्यही भएर दरबार बनाएको रहेछ। यहाँ दरबार बन्नुको राज चाहिँ के रहेछ भन्दाखेरि यहाँ कुहिरो लाग्दो रहेछ। कुहिरो लागेपछि विदेशीले नदेख्ने, अट्याक गर्न नसक्ने हुँदाखेरि यहाँ दरबार बनाएको रहेछ भन्ने कुरा बुझ्यो। यो चाहिँ अब आज पूजा भइरहेछ। हामी आएको उपलक्ष्यमा ढोकाबाट छिरेर दाहिने ढोकाबाट बाहिर निस्क्यौँ। हामीले कब्जा गरिसक्यौँ यहाँ आक्रमण गरेर। हाम्रो बानर सेना उयो हो, हाम्रो बानर सेनाको सेनापति ल। हामीले युद्ध फतेह गऱ्यौँ। अब हाम्रो बानर सेना चाहिँ आज जश्न मनाउनेवाला छ। आतिशबाजी हुन्छ आज पनि देखिया होइन, तर कसैले गोर्खाको आतिश भन्यो भने गएको थिएँ भन्नु पाइयो। ल नुवाकोट हान्ने तयारी भइरहेछ बानर सेनाको। बानर सेनाको चाहिँ ट्रेनिङ सुरु भइसक्यो। गोर्खा हानिसक्यो, अब नुवाकोट हान्ने प्लान। अहिले हामी गोर्खाको दरबार सङ्ग्रहालय परिसरमा छौँ। यो चाहिँ हाम्रा राष्ट्रिय निर्माता बडा महाराज धिराज पृथ्वीनारायण शाहको मूर्ति सालिरहेको छ। यो चाहिँ गोर्खा दरबार सङ्ग्रहालय गोर्खा। तोपहरू अब कति गोला खाने तोप हो थाहा भएन। यति गोला खाने तोप भन्ने हुन्छ कि। अब यसमा कतिवटा गोला अर्थी तँ बाँधिदिउँ। के रहेछ भित्रपट्टि हेरौँ त के रहेछ। एउटा आउला नि एउटा